प्लेटफर्म आइपुग्यो म फाइनली माथिबाट निस्केको अहिले बुढाबर्दी यहाँ प्लेटफर्म आइपुग्यो प्रशान्ति निलयम यहाँबाट अब जान्छु व्हाइटफिल्ड शान्तिबाट चाहिँ अब निस्किँदैछु हाम्रो ट्रेन चाहिँ आयो व्हाइटफिल्ड जाने ट्रेन म चाहिँ यो ट्रेनमा जानेछु व्हाइटफिल्डसम्म आइपुग्यो अहिले चाहिँ पानी पुरा परिरहेको रहेछ यहाँ चाहिँ धेरै दिनको घुमाइपछि आइपुगेँ आज फेरि म बायापनपल्लीबाट चाहिँ मेट्रोमा आएको अहिले गाडीगुडीसम्म फेरि रुम जाँदैछु पानी यस्तो परिरहेको थियो कि पर यहाँ चाहिँ पानी छैन रहेछ घरमा बायापनपल्लीमा पानी हेर्दै परिरहेको छ आइपुग्यो अहिले ब्याङ्कमा आइपुग्यो फेरि म अब गएर रुममा बस्छु एकछिन भाइहरू बनाउँछु बस्छु यहाँ पानी पनि हाल्नु बसेको चाहिँ यहाँ तल थियो तर अहिले चाहिँ अर्को नयाँ रुम रहेछ कहाँ हो पनि भाइले लाँदैछ कहाँनिर फुड जुस दामी त्यहाँ गेस्ट हाउसमा रहेछ अब बसाइ चाहिँ हाम्रो हो हामी बसेको ठाउँमा चाहिँ यस्तो रहेछ यो बरको देख्दै गरेको चाहिँ काठगुडीको मेट्रो स्टेसन यो व्हाइटफिल्ड स्टेसन हो दामी नजारा चाहिँ दामी देख्दैछ यहाँबाट चाहिँ यस्तो रहेछ ट्रेन चाहिँ यहीँ छ स्टेसन हो अगाडि यो चाहिँ उता भुवनेश्वरहरूबाट आएको ट्रेन साथीहरू है म चाहिँ फेरि यहाँ आइपुगेँ काठगुडीमा आज 1 बजीतिर माथिबाट हिँडेको थिएँ होइन अब अहिले आइपुगेँ अन्त खानाहरू खाएर अहिले यहाँ गाडीसम्म बसिरहेको छु अन्त कति दिन भन्दा 8 दिन जस्तो चाहिँ म माथि बसेँ त्यहाँदेखि चाहिँ म यताउता आएको त्यहाँनिर सरलाई पनि भेटेको थिएँ होइन उहाँ सर चाहिँ दार्जिलिङ बोटे बस्ती भन्ने ठाउँको हुँदो रहेछ उहाँ चाहिँ सङ्गीतकार साथै उयो पनि रहेछ के भन्छ आर्टिस्ट पनि हुँदो रहेछ अनि एकदमै राम्रो लाग्यो मलाई सरलाई भेटेर सर चाहिँ अब कलाले चाहिँ अब परिपूर्ण रहेछ क्या सबै कुरोमा आर्ट्स पनि एकदमै दामी गर्नु सङ्गीत त्यस्तै दामी है विशेष गरी अहिले टेरिसमा भनौँ न अब यसो गरम भएर माथि आइरहेछु तर माथि पुटपति भन्दा चाहिँ यहाँ अलिकति शीतल रहेछ बेङ्गलोरमा अनि अहिले चाहिँ म यहाँ बसिरहेको छु टेरिसमा एकदमै शीतल भइरहेछ अनि यसो रमिता पनि लगाइरहेको छु यहाँ अब के भन्छ बेलुका भएपछि यसो बाहिर टेरिसमा आएपछि यहाँनिर ट्रेन चाहिँ अब आएको पनि गरिबस्छ हो प्लेटफर्मकै अपोजिट साइडमा छु हामी अनि मेट्रो स्टेसनको चाहिँ यो व्हाइटफिल्ड मेट्रो स्टेसनको ब्याक साइडमा हामी बस्दैछौँ होइन अनि राम्रो भयो भनौँ न अब दर्शनहरू है प्रशान्तिमा अनि यताबाट घुमाइ भयो ल त साथीहरू है अब के कस्तो हुन्छ ब्लगमा होइन हेर्दै गर्नु होला हो माया पनि देखाउँदै गर्नु होला है अनि विशेष गरी लाइक अनि सब्सक्राइब पनि गर्दै गर्नु होला अब 1-2 दिन चाहिँ म के कसरी टिकटहरूको लागि यताउता कुद्नुपर्ने छ होइन अनि दाजुलाई फोन गरेर सोद्धाखेरि चाहिँ दाजुको त्यो कम्पनीको टिकट गर्ने एजेन्सी छ अरे उहाँले गरिदिन्छ भनेर भनेको थियो अन्त त्यो उहाँसँग बात गरेर पनि सबै कुरो भइसकेको छ अनि अब भोलितिर चाहिँ टिकट मिल्नेछ हामीलाई त्यहाँदेखि बिहिबार शुक्रबारतिर चाहिँ बिहिबार नत्र भने शुक्रबार चाहिँ हामी फर्किनेछौँ होइन बाटोमा के कस्तो भिडियोहरू बनाउने मौका पाएँ भने बनाउँछु होइन अनि हेर्दै गर्नु होला साथीहरू है अहिलेलाई राख्दैछु है जय गोर्खा जय हिन्द।